ए बिलन आज त नेताहरूले ओखरा बस्ने भाका राखेको थियो गोठको धन्दा छिटो छिटो गरेर सक है छिट्टै जानुपर्छ टर्च लाइटमा ब्याट्री छ कि छैन बालेर हेर नभए राको बाल्दै र अगुल्टो हल्लाउँदै भए पनि जानुपर्छ मेरो त टर्च लाइट पनि छैन किन्ने पैसा पनि छैन राको बाल्दै जाने हो जुनालाई कति बेला भेटौँ जस्तो भइसक्यो आफूलाई मलाई पनि मिना सालीसँग भेट भएर पेटभरि गफ गर्न मन छ तर उनलाई भेटेपछि छोड्नै मन लाग्दैन र पो मारे त ओ भालैरू आज त खर्क भेनाहरूलाई ओखरा बस्न आउनु भनेर भाका राखेको होइन किन अहिलेसम्म आएनन् र आउँदै होला नि वनबाट घाँस काटेर आउनु पर्यो गाई भैँसी बाँध्नु पर्यो घाँस हाल्नु पर्यो खाना पकाएर खाएर आउँदा अलि ढिला भयो होला नि मलाई त पर्साको कालो कालो हिस्सी परेको मुहार कति बेला रोजी भएको छ ऊ परान्त आए जस्तो छ है केटीहरू झलाक्दा झुलुक बत्ती बोलेको देखिन्छ बिलन भेनाको यादले यति त सताएको छैन र ए भेनाहरू मामाहरू आइपुगे गुन्द्री कामलो ओछ्याइदेऊ त ल आऊ बस्नु सबैजना सन्चै छ भान्जीहरू सालीहरू हामी सन्चै छौँ तिमीहरू नि हामीहरू पनि ठिकै छौँ अँधेरी रात भिरको बाटो बल्ल बल्ल आइयो बिचराहरू साँचो र सत्य मायाको यात्रालाई जतिसुकै अप्ठ्यारो भिर पहराले पनि रोक्न र छेक्न सक्दैन भन्छौँ यति टाढा र अप्ठ्यारो बाटो दुःख गरेर आइयो आजको रात त गीत गाउने गफ गर्ने रमाइलो गरेर काट्नुपर्छ त्यही भएर त तिमीहरूलाई बोलाएको नि त्यसो भए टुङ्गे भाका सिपुल मायाबाट आजको पोखरा सुरु गरौँ है त हुन्छ